बिगिनर कन्फ्युज हुन्छ अल्ट बज्यो एन्ट्री हो भनेर। यो मिस्टेकले लस नै धेरै हुन्छ। मेन पोइन्ट अल्ट सेट पोइन्ट मात्रै हो। जस्तै कि प्राइजमा अल्ट बज्यो भने यो चेक गर्ने मात्रै हो भने हाम्रो कन्फर्मेसन भनिरहेछ कि छैन भनेर। प्राइज लेभलमा पुग्यो भने क्यान्डल क्लोज हेरेर मात्रै प्राइज लेभलमा पुग्यो भने क्यान्डल क्लोज मतलब यानि कि क्यान्डल क्लोज दिनुपर्छ, त्यसपछि मात्रै ओभर ट्रेड लिनुपर्छ। इन्डिकेटरलाई देखाउनु वेट गर्नुपर्छ। यहाँबाट रिजेक्सन आएको थियो एलेक्ट गरेर क्लोज दिनुपर्छ, दुईवटा क्यान्डलहरू दिनुपर्छ। फेक मुभमा एन्ट्री नगर्नुपर्छ। त्यसले काहीँ फेक मुभ पनि दिन्छ, त्यही भएर एन्ट्री लिनु हुँदैन। क्यान्डल कन्फर्मेसन एन्ट्री पेसेन्ट एन्ड डिसिप्लिन ओभर ट्रेड नगर्न फर्ममा हटाउनुपर्छ। म्याक्सिमम टु ट्रेड अ डेज यानि कि एक दिनमा दुई ट्रेड मात्रै लिनुपर्छ। रिलेसन याद राख्नुपर्छ, अल्ट बज्यो भने मात्रै चार्ट चेक गर्ने। एन्ट्री कन्फर्मेसन अल्ट बज्यो भने चार्ट चेक गर्ने। हाम्रो केही कन्फर्मेसन भनिरहेछ कि छैन, त्यही हिसाबले एन्ट्री क्यान्डल क्लोजको वेट गर्नुपर्छ। ब्ल्याक सक्स भयो भने कमेन्ट तपाईँहरूको पैसा पठाउनु होला। नेक्स्ट दिनमा अर्को सर्ट सिरिजमा फेरि गर्छु। धन्यवाद।